1 लाखसम्मको आगामी हैन असार मसान्तबाट क्रमशः ऋण फिर्ता गर्ने यी एजेन्डा कुनै अरू राजनीतिक दलसँग छ? खालि प्रधानमन्त्री हुने, प्रधानमन्त्री बाँडाबाँड छ। हामीले गरिबका माग उठाएका छौँ। त भेटाए नि, देउपाहरूले पनि लात भेटाएपछि, अरू केपीहरूले पनि लात भेटाएपछि नि अब हिन्दू राष्ट्रको पक्षमा माहौल तातेको छ र सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई आज चुनाव भन्दा पनि राष्ट्रवादी शक्तिहरूलाई के भन्छु भने एकबद्ध भएर, गोलबद्ध भएर है एक ठाउँमा उभिएर यो देश जोगाऊ। आज देश सबैभन्दा ठुलो सङ्कटमा देश र नागरिक हातबाट पानसमा दियो बालेर मेचीको किनारबाट जुन लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेका मान्छेहरू, सर्वहारा वर्ग, भोइ मान्छे, जुन भूमिविहीन सुकुम्बासीका होइन मागहरू उठाएका थियौँ त्यसमा र राज संस्था जुन 2062-63 जनआन्दोलनको म्यान्डेट भनेको राज संस्था हटाउने थिएन, हिन्दू राष्ट्र हटाउने थिएन र धर्मनिरपेक्ष मुलुक बनाउने थिएन। यी एजेन्डाहरूमा हामीले 3 वर्षदेखि बृहत लडाइँ गऱ्यौँ, सडक सङ्घर्ष गऱ्यौँ। हाम्रो जीव ज्यान, हामीले चाहिँ हाम्रा अभियानका साथीहरू लगायत सम्पूर्ण नागरिकहरूले पनि जीव ज्यान जोखिममा राखेर चाहिँ हामीले सङ्घर्ष गऱ्यौँ र हामीले जेल जीवन पनि मैले त 8 महिना बिताएँ। यही सर्वहारा वर्ग, भोइ मान्छे, उत्पीडन वर्गको लागि, लघुवित्त पीडित, सहकारी पीडितको लागि। आज चाहिँ एउटा अवसर के भयो भन्दाखेरि यी मागहरूमा कमसेकम 20 लाखभन्दा मुनिको ऋणमा सुरुवात भयो। हामीले सुरुवात गऱ्यौँ, 1 लाखबाट सुरुवात गऱ्यौँ। अहिले लघुवित्त पीडित र सहकारी पीडितको चाहिँ 1 लाख रुपियाँ मिना गर्ने अहिलेलाई कालो सूचीमा परेका मान्छेहरूलाई कालो सूची हटाउने, त्यसको सहजीकरण गर्ने व्यापारीहरूको र राज संस्था, हिन्दू राष्ट्रको र उसको विषयमा धर्मनिरपेक्ष र प्रदेश खारेजको विषयमा बौद्ध किराँत सहितको होइन हिन्दू राष्ट्रको विषयमा चाहिँ हामीले एउटा आयोग गठन तुरुन्तै गरेर होइन अगाडि बढाउने, कमसेकम पनि प्रधानमन्त्री कार्यालयबाट, नेपाल सरकारबाट राज संस्था, हिन्दू राष्ट्रको विषयमा र प्रदेशको विषयमा आज लिखित रूपमा रिकग्नाइज भयो। एउटा त्यो हाम्रो ठुलो उपलब्धि भन्नुपर्छ। चुनावको विषयमा के हो भन्दाखेरि हामीले 15 दिनको अल्टिमेटम दिएर यो सम्झौता गरेका छौँ। आज कति गते हो? 2 गते भनेपछि हामीले अब 17 दिन, 15 दिनको हामीले टाइम दिएको छौँ। 15 दिनभित्रमा हामीले के भनेको छ भन्दाखेरि तपाईँलाई म अलिकति सुनाउँछु। त्यो फागुन 1 गतेको आन्दोलन के हुन्छ? होइन, फागुन 1 गतेको आन्दोलनमा अहिले नजाउँ न, अहिले त्यो त छँदैछ। यहाँ के भनेको छ भनेदेखि किराँत बौद्ध सहितको हिन्दू अधिराज्य प्रदेश खारेजी राज संस्था कायम राख्ने सम्बन्धमा नागरिक बचाउ महाअभियान नेपालको मागका सन्दर्भमा संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन, विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न स्वतन्त्र विज्ञ सम्झौताका दुवै पक्षधर भनेको हामी सरकार, दुवै पक्षधर तथा सरकारवालाको सबै सहभागिता रहने गरी एक उच्च स्तरीय आयोग, संविधान संशोधन सुझाव आयोग गठन गरिनेछ। यी सबै कुरा हामीले 15 दिनभित्रमा गर्नेछौँ है। र अब अर्को कुरो के छ भन्दाखेरि उहाँहरूले चुनावको कुरो गर्नुभयो होइन। अब हामीले एउटा अर्को कुरो भन्छु, लघुवित्त सहकारीको क्षेत्रमा, लघुवित्त र सहकारीका सम्बन्धी लघुवित्त र सहकारीको क्षेत्रमा ऋण मिनाको प्रक्रियाको विषयमा सम्बन्धित मन्त्रालय अन्तर्गत नागरिक बचाउ अभियान नेपालका प्रतिनिधिहरू, हाम्रो प्रतिनिधिहरू, सरकारवाला समेतको सहभागिता कार्यदल गठन गरी सो कार्यदलले दिएको अध्ययन प्रतिवेदनको आधारमा ऋणी साना बचतकर्ताहरूको हकमा 1 लाखसम्मको आगामी होइन असार मसान्तबाट क्रमशः ऋण फिर्ता गर्ने नेपाल सरकारले राष्ट्रिय सहकारी प्राधिकरणलाई दिनेछ। भनेको जो 1 लाखदेखि मुनिको कारणले आज झुन्निएर मर्नु पर्थ्यो नि, त्यसको अन्त्य आजदेखि हामीले गराएका छौँ। जुन 20 लाखभन्दा मुनिको ऋण हामीले मिना गराउने भनेका थियौँ, कमसेकम सुरुवात भएको छ, हो कि त्यो गरायौँ। र अर्को बैङ्कमा कालो सूचीमा परेका मान्छेहरूको बिचमा के छ भने हाल कालो सूचीमा रहेका ऋणीहरूको कालो सूची फुकुवा गर्ने भनेर भनेका छ। किनभने हामीले आर्थिक मुद्दा उठाएका छौँ र हामी अहिले एउटा कुरो के छ भने चुनावको विषयमा कुरा के गर्ने भने हामीले प्रधानमन्त्रीसँग पनि भनेका छौँ। चैत 15 गते हामीलाई भयभरका मुद्दा लगाएको छ। सहकारी, यहाँ सुन्नु न, साङ्गठनिक अपराध अनि तपाईँको धेरै मुद्दाहरू लगाएका छन्। यी मुद्दा फिर्ता लिइदिनु पर्यो र चुनावलाई अलिकति पछि सारौँ र चुनाव गर्दाखेरि सौदापूर्ण वातावरणमा गरौँ, सबैलाई समेटेर चुनाव गरौँ र 15 दिनभित्रमा फेरि यी हाम्रा मागहरू पुरा भएनन्, आयोगहरू गठन भएनन्, यी सबै कुरा भएनन् भने त्यस पछाडिको भनेको हाम्रो छँदैछ नि, हामी त सडकमै छौँ। तपाईँको अगाडि भर्खरै मन्त्रीज्यूले फागुन 21 भन्नुभयो, तपाईँ भन्दै हुनुहुन्छ
अन्त सारौँ। उहाँहरूलाई फागुन 21 गते उहाँले भन्ने कुरा ठिक हो त, उहाँले भन्नु त मन्त्रीले भन्नुपर्छ नि। त्यतिको मन्त्री भइसकेपछि सरकारले त त्यो त भन्ने स्वाभाविक कुरो हो नि, हुन चाहिँ हुँदैन होइन? तपाईँहरूले बाहिरको माहौल हेर्नुहोस् न, हुन्छ तपाईँलाई विश्वास छ, कन्फिडेन्स छ, सरकारलाई विश्वास छ। सरकारलाई विश्वास भएर भने नि जनतालाई विश्वास हुनु पर्यो नि, भोट हाल्न जाने मताधिकारलाई हुनु पर्यो। तपाईँलाई एउटा कुरो के छ भने यी हाम्रा माग पुरा भएनन् भने, हाम्रा माग अघि बढेनन् भने चाहिँ तपाईँको गाउँमा कार्यान्वयनमा गएन भनेदेखि गाउँमा नेता जान सक्दैनन्। यो कुरा मन्त्रीले भनिसके 99.9% हुन्छ, भूकम्प नआउन्जेलसम्म चुनाव होइन हुन्छ। होइन। तपाईँलाई म एउटा कुरा के भन्छु भने नि, यो आज म एउटा कुरा के भन्छु भने सिंहदरबारबाट मैले के भन्दैछु भन्दाखेरि तपाईँहरूलाई धेरै मैले कुरो भन्नु परेन, होइन? तपाईँहरू के बुझ्नुहोस् भने यी हाम्रा माग भनेको जनजीविको पालनका माग हुन्। यी एजेन्डा कुनै अरू राजनीतिक दलसँग छ? खालि प्रधानमन्त्री हुने, प्रधानमन्त्री बाँडाबाँड छ। हामीले गरिबका माग उठाएका छौँ, हामीले प्रधानमन्त्री हुन्छु भनेको छैन। हामी हाम्रा माग लिएर जनता कहाँ जान्छौँ? कुरा बुझ्नु होइन? दुर्गा प्रसाद यति एउटा निष्पक्ष तरिकाले 8-8 महिना जेलमा बस्यो। सारा यी अभियानका साथीहरू आज जेलमा बस्नुभयो, होइन? 75 जना साथीहरूलाई मुद्दा लागेको छ। 78 दिनसम्म जेलमा बसेको साथीहरू, होइन? यहाँ पशुपति खड्काजी आउनु भएको छ, होइन? र आज हामीले राज संस्थालाई पूर्व राजा लेख्ने ठाउँमा आज राज संस्थाको कुरामा प्रधानमन्त्रीलाई साइन गरायौँ आयोग बनाउने भनेर। कुरा भन्नु भएन? त्यो त कुनै पनि पार्टीले गर्न सकेका थिएन नि, आज हामीले गरायौँ, यहाँबाट गरायौँ। कुनै पनि पार्टीले भन्नाले राप्रपाले त होला नि, अरू त कोठरा राजावादी। अहिले त भेटायो नि, देउपाहरूले पनि लात भेटाएपछि, अरू केटीहरूले पनि लात भेटाएपछि नि अब हिन्दू राष्ट्रको पक्षमा माहौल तातेको छ र सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई आज चुनाव भन्दा पनि राष्ट्रवादी शक्तिहरूलाई के भन्छु भने एकबद्ध भएर, गोलबद्ध भएर, है, एक ठाउँमा उभिएर यो देश जोगाऊ। आज देश सबैभन्दा ठुलो सङ्कटमा देश र नागरिक छ। यदि तपाईँका ती 15 दिनभित्र यो सबै माग पुरा भएमा तपाईँ चुनावमा जान तयार हुनुहुन्छ? हाम्रा मागहरू पुरा भयो भने, मेरा माग होइन, तपाईँ लगायत यी सब होइन, हाम्रो अभियानको पनि होइन। म कालो सूचीमा परेका मान्छे होइन, मेरो 1 लाख रुपियाँ मेरो होइन, गरिबका माग हुन्। ती माग पुरा भयो भने र चुनाव अलिकति सर्यो भने हामी चुनावमा जान्छौँ। हामी पार्टी दर्ता गरिवरी हामी चुनावमा जान्छौँ अनि हामीले कोसँग लड्नुपर्छ नि हामी लड्छौँ। भनेको तपाईँको पार्टी दर्ता नहुन्जेलसम्म चुनावमा नजाने? त्यो त पार्टी नै छैन, कसरी चुनावमा जाने? त्यही त